हेलो साथीहरू, हिजो मैले पहिला बुनेको भिडियोमा यो कसरी स्टार्ट गर्नु भन्दाखेरि यो स्वेटरको अगाडिको भाग बुनेर भ्याइसकेको थियो। यो काखी पनि बुनेर यहाँ 24 घर छोडेर यति बुनेर फेरि यो 24 घर फेरि चेन बुनेर फेरि बुने चाहिँ यो चाहिँ पछाडिको भाग हो। हेर्न सक्नुहुन्छ हजुरहरूले, यो पछाडिको भाग। अगाडिको भागमा मैले यो गर्छु होइन, मैले 1 2 3 4 5 6 7 8 राखेको थिएँ भने सेम यसरी नै गर्दाखेरि अब यसलाई पनि हामीले ठ्याक्कै यहाँसम्म बढाउनु हुनेछ नि। 1 2 3 4 5 7 8 यो 8 हुन्छ। अनि यहाँबाट फेरि 1 2 3 4 5 6 7 8 चाहिँ यहाँ गएर यति नै फेरि यति नै बुनिसकेपछि यहाँ गएर 8 यहाँ आइपुग्छ भने चाहिँ यति जुन भाग छ यो चाहिँ हाम्रो घाँटीको भाग हुनेछ, पछाडिपट्टि ढाडको। हेर्नुहुन्छ सरासर बुनेर आएको छु मैले। अब म यहाँ यति बुनेर आइसकेपछि यो पछाडिको भाग हाम्रो टुङ्गिने बेला भएको छ। अब अगाडि यो एकपट्टिको भाग भयो, अब हामीलाई अर्कोपट्टिको भाग बुन्नुपर्ने हुन्छ। त्यही भएर यहाँ हामीले काखीमा जति घर छोडेको थियो 22 घर थियो, त्यति नै यहाँ पनि 22 घर छोड्नुपर्ने हुन्छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 चाहिँ मैले 22 घर छोडेको छु। र यहाँ हामीले अब काखी दोस्रो काखी, पहिलो काखी हो, अब दोस्रो काखी बुन्नुपर्ने हुन्छ। त्यसको लागि यो 22 घर छोडेर फेरि यो 2 चेन यसरी नै बुन्ने, अनि फेरि यो फर्काउने यतापट्टि, अनि धागोले फेरि यो सेम अरू जसरी बुनेको छ हामी त्यसरी नै फेरि यो बुन्दै जाने। डबल हाफ, यसलाई चाहिँ हामी डबल हाफ क्रोसेट भन्छौँ। यसरी बुन्दै जानुहोस्। यो जति पनि स्वेटर हामीले सुरुदेखि अन्त्यसम्म बुनेको छौँ यो सबै यही प्याटर्नमा बुने हो, यही डबल हाफ प्याटर्नमा ब्याक साइडबाट बुन्दै जाने हो। अनि यो बुनेर हामी यहाँ आइपुग्नेछौँ। यहाँ आइपुग्दा म हजुरहरूलाई देखाउँछु है त। हामी यो लास्ट अन्तिममा आइसकेको छौँ, सकिने ठाउँमा। अनि सकिने यो ठाउँमा हामीले यसलाई दुईटै अगाडि पछाडि दुईटै लिनुपर्ने हुन्छ। फेरि यहाँ पनि 2 चेन बुनेर फेरि फर्किनेछौँ। यसरी नै डबल हाफ क्रोसेट बुन्दै ब्याक साइडमा लिँदै एउटा एउटा यसरी लिँदै फर्किने। हामी यसरी बुन्दै गएर हामी फेरि कहाँ जान्छौँ त, यहाँ काखीनिर यहाँ आइपुग्छौँ। यता माथि नजाने, यता माथि नजाने, यहाँसम्म आइपुग्ने। म त्यहाँ पुगेर देखाउँछु है त हजुरहरूलाई। अब हामी यो काखीको दिने भागमा आइपुगेका छौँ। यहाँ पनि सेम त्यसरी नै बुन्दै जाने। यो पनि एउटा मात्र नलिकन दुवैवटा लिने, अगाडि पछाडि। अनि 2 चेन बुन्नुहोस्। अब हेर्नुहोस् है, काखी निस्किँदैछ हाम्रो यो। अनि यो माथि गइहाल्यो, यो काखीको भाग भयो। अनि फेरि एकचोटि फेरि टर्न बाई गर्ने, फेरि एकचोटि हामी दोहोऱ्याएर फर्काएर यसरी बुन्नेछौँ डबल हाफ क्रोसेट। यसरी नै बुनेर हामी फेरि यहीँ पुग्नेछौँ है त। हामी अब यो लाइनको एन्डतिर आइपुगेका छौँ। सबै जसरी पहिला जसरी बुने थियो त्यसरी नै बुन्ने हो, केही फरक छैन। 2टा चेन लिने अनि फेरि फर्किने नै त हो, यता फर्किने। यसरी नै फेरि बुन्दै गएर अब यसरी बुन्दै जानुहोस्।
यसरी नै बुनेर फेरि हामी फेरि यहाँ आइपुग्छौँ है त। यहाँ आइपुगेपछि अब के गर्ने त म हजुरलाई यहाँ पुगेपछि देखाउँछु है। अब म यो काखीको हिँडमा आइसकेको छु। मैले यहाँ 22 घर छोडेको थिएँ। त्यसपछि यो एक लाइन तल, फेरि एक लाइन माथि, फेरि एक लाइन तल, फेरि एक लाइन माथि र फेरि एक लाइन माथि तलबाट माथि आउँदाखेरि यहाँनिर पुगेपछि हामीले के गर्नुपर्ने हुन्छ, जसरी यहाँनिर हामीले 22 चेन बुनेर पछाडिको जिउ स्टार्ट गरेको थियौँ, त्यसरी नै यहाँ पनि हामीले 22 चेन बुनेर यो अगाडिको भाग स्टार्ट गर्नेछौँ। बुझ्नुभयो नि। हामीले अब यो अगाडिको भाग हाम्रो भइसकेको छ एकपट्टिको, हेर्नुहुन्छ यो अगाडिको भाग हाम्रो एकपट्टिको भइसकेको छ। अनि यो भयो पछाडिको भाग। अनि त्यसपछि अब अर्को पछाडि, अब अर्को अगाडिको भाग बुन्नको लागि चाहिँ हामीले यहाँबाट 22 चेन, यहाँ जति 22 छ त्यति नै 22 चेन बुनेर, त्यसको लागि हामीले 24 चेन बुन्नुपर्ने हुन्छ र 24 चेन बुन्दाखेरि 22 चेन चाहिँ फिनिसिङमा आउँछ है। अब म हजुरलाई यो 22 चेन बुनेर देखाउनेछु। हामीले यहाँ चाहिँ अब यहाँबाट सुरु गर्नुपर्ने हुन्छ 22 चेन। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22, यो 22 भयो, यो 23 र 24, यो भनेको फिनिसिङ पछि हुनुपर्छ। अनि हामीले यो साइडबाट नलिनु भनेको चाहिँ मैले यो पछाडि जुन उठेको भाग छ नि हाम्रो यो बम्प हो, यहाँबाट हामीले लिने हो, डबल हाफ क्रोसेट गर्ने हो। यसरी नै यो अब अर्को अगाडिको भाग हाम्रो अब सुरु हुँदैछ। यसरी नै फेरि बुनेर हामीले अगाडिको भाग, अर्कोपट्टिको भाग सुरु गर्दैछौँ। यसरी नै डबल हाफ क्रोसेट बुनेर सुरु गर्नुहोस्। एउटा भयो पछाडिको, यो भयो अगाडिको। यसरी नै बुनेर हेर्नुहोस् है, यसरी नै बुनेर हामी यहाँसम्म आउने, यहाँसम्म आउने र यो जुन छ यो बुन्दै गए चाहिँ नछोड्नुहोस्। यो ब्याक साइड नै ब्याक साइड बुनेर यहाँसम्म पुग्नुहोस् है त। म हजुरले देख, हामी यहाँनिर आइपुग्यौँ, यो पछाडिको लिएर त्यसपछि यहीँबाट नै फेरि स्टार्ट गर्दै जाने हो है, सुरु गर्दै जाने। हेर्नुहोस् है, सेम डबल हाफ क्रोसेट बुन्दै जानुहोस्, सेम अब नछोडिकन यसरी नै बुनेर हामी यहाँसम्म पुग्नेछौँ। र यो बुनिसकेपछि यो भयो हाम्रो काखीको भाग, यो भयो पछाडिको भाग। अब यसरी फोल्ड गरेपछि हाम्रो अब सुरु हुन्छ अगाडिको अर्कोपट्टिको भाग। देख्नुभएको छ नि। अब हामीले नछुटाइकन अब यो जति यो छ नि, यो भाग जति छ हामीले जति बुनेका छौँ, यो भाग जति बुनेका छौँ त्यति नै हामी यहाँ बुन्नेछौँ। जस्तो यो मैले योलाई 1 भनेको छु नि, अब यसरी नै यो 1 भयो, यो 1 भयो होइन, यो त अलरेडी छँदैछ हामीसँग, यो छँदैछ, यसलाई फरक परेन। यो 1 भयो, यो 1 2 3 4 5 6 7 8 भनेपछि यसरी नै हामी 8 पटक, मतलब 16 पटक, यो 1 पटक 2 पटक गरेर यसरी बुन्दै 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 यति बुन्ने। यति बुनिसकेपछि हजुरहरूलाई म देखाउँछु है त, वेट गर्नुहोस्। यो सिद्धिन लागेको छ, यो दोस्रो लाइन हो। अघि काखी बुनेर आएपछि दोस्रो लाइन हो, यहाँ डबल चेन बुन्ने। अब म एकचोटि फेरि फर्किन्छु। 1 यसरी नै फर्केपछि हाम्रो यो कति हुन्छ भने डिल, यो एउटा यो दुईवटा हुन्छ है। यस्तै गरेर हामीले 8वटा बुन्नुपर्ने हुन्छ। मैले यो बुनेर भइसकेको छ, पछाडि अर्को पार्ट पनि 8 भागसम्म बुनेर भएर धागो यहाँ ल्याएर टुङ्गेको छ। र यो धागो हामी कट गर्ने छैनौँ, किनकि यही धागो हामीलाई फेरि यहाँ बोर्डर टाकहरू बुन्नको लागि सजिलो हुन्छ। र त्यो सबभन्दा पहिला हामी टाकहरू बोर्डर बुन्नुभन्दा अगाडि हामीले यो कुम जोड्नुपर्ने हुन्छ।
यो कुम यसको यसमै यसलाई मिलाएर सेम गरेर यसरी जोड्नुपर्ने हुन्छ यहाँको। यता पनि त्यसरी नै यो जोडिसकेपछि अनि यो बोर्डर कसरी बुन्ने म हजुरहरूलाई सिकाउँछु है। म पहिला यो यसको कुम जोड्छु। मैले यो कुमको भाग जोडेर भ्याइसकेको छु। हामीले जोड्दाखेरि यो मिलाएर जोड्नुपर्ने हुन्छ। दुवैपट्टिको जोडिसकेको छु। अब हामीलाई चाहिँ टाँकको आवश्यकता पर्छ। त्यो चाहिँ बोर्डरको त्यो चाहिँ म अर्को भागमा बुनेर देखाउँछु है। हस्, धन्यवाद, थ्याङ्क यू। फाइनल लुक यस्तो हुन्छ। अझै बाहुला बुन्न बाँकी छ अनि बोर्डर बुन्न बाँकी छ है। म बोर्डर बुनेर हजुरहरूलाई देखाउने छु। धन्यवाद, थ्याङ्क यू।